ल चुनाव सकियो अनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा नयाँ मन्त्री परिषद पनि गठन गर्नुभएको छ। यो क्याबिनेटले भनौँ न बजारमा निकै चर्चा र बहस नै सिर्जना गरिदिएको छ। तर सबैभन्दा ठूलो प्रश्न त के हो भने के यो नयाँ टिमले देशको अगाडि उभिएका चुनौतीहरूलाई साँच्चै सामना गर्न सक्ला त? हो, नयाँ सरकारले जिम्मेवारी त लिइसक्यो, तर अबको मुख्य कुरा के हो भने कि यो टिमसँग देशलाई अगाडि बढाउने, देशको भविष्य कोर्ने अनुभव र त्यो क्षमता छ त? ल, आउनुहोस् आज हामी यही विषयमा अलि गहिरिएर विश्लेषण गरौँ। यो विश्लेषणमा हामी के गर्छौं भने हरेक प्रमुख मन्त्रीको प्रोफेसनल र एजुकेसनल ब्याकग्राउन्डलाई हेर्छौं अनि उहाँहरूलाई जुन जिम्मेवारी दिएको छ त्योसँग उहाँहरूको पृष्ठभूमि कतिको मिल्छ भनेर केलाउनेछौं। ल, त्यसो भए सुरु गरौँ देशको अर्थतन्त्र र ऊर्जा क्षेत्र हेर्ने मन्त्रालयहरूबाट। आखिर यिनै हुन् सबैभन्दा महत्त्वपूर्ण। पहिलो नम्बरमा हुनुहुन्छ नयाँ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले। उहाँको प्रोफाइल हेर्ने हो भने निकै प्रभावशाली छ। अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी अनि हार्वर्डबाट अन्तर्राष्ट्रिय विकासमा मास्टर्स। यति मात्रै होइन, वर्ल्ड ब्याङ्क र युएनडीपी जस्ता ठूला अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गरेको अनुभवले त उहाँको प्रोफाइललाई झनै बलियो बनाएको छ। अब उहाँको जिम्मेवारी के त? देशको बजेट बनाउने, विदेशी ऋण र सहायताको व्यवस्थापन गर्ने अनि राजस्व चुहावट रोक्ने जस्ता कामहरू। यी सबै कामहरू हेर्दा उहाँको जुन बलियो आर्थिक पृष्ठभूमि र अन्तर्राष्ट्रिय अनुभव छ त्योसँग त ठ्याक्कै मेल खान्छ। सायद यही विज्ञता देखेर नै होला धेरैले उहाँबाट नेपालको अर्थतन्त्रले एउटा गति लिएला भन्ने ठूलो आशा राखेका छन्। अर्थतन्त्रपछि अब लागौं ऊर्जा क्षेत्रतिर। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ विराज भक्त श्रेष्ठले, जो एक पूर्व प्रदेश सभा सदस्य र सामाजिक अभियन्ता पनि हुनुहुन्छ। अब उहाँको काँधमा देशको जलविद्युत क्षमता बढाउने र ऊर्जा सुरक्षा जस्ता एकदमै महत्त्वपूर्ण विषयहरूलाई अगाडि बढाउने चुनौती छ। अर्थतन्त्र र ऊर्जापछि अब कुरा गरौँ राष्ट्रिय सुरक्षा र सार्वजनिक व्यवस्थाको। यो एउटा यस्तो क्षेत्र हो जहाँ केही निकै नै अप्रत्याशित, भनौँ न सोच्दै नसोचेका नियुक्तिहरू भएका छन्। हो, गृहमन्त्री यो पदमा सुदन गुरुङको नियुक्तिले धेरैलाई भनौँ न एक किसिमले चकित नै पारेको छ। किनभने उहाँको विगत हेर्नुहोस् त, डीजे, नाइट क्लब सञ्चालक, सामाजिक अभियन्ता र अहिलेको यो शक्तिशाली पद, यी दुई बीच कति ठूलो भिन्नता छ हैन त? उहाँको यो यात्रालाई हेर्दा साँच्चै नै असाधारण लाग्छ। नाइट लाइफ र सामाजिक सक्रियताबाट सुरु गरेर केही वर्षकै अन्तरालमा देशकै सबैभन्दा शक्तिशाली पदहरूमध्ये एकमा पुग्नु भनेको चान्चुने कुरा होइन। अब उहाँले के हेर्नुहुन्छ त? देशको शान्ति सुरक्षा, सीमा सुरक्षा अनि विपद व्यवस्थापन जस्ता एकदमै गम्भीर जिम्मेवारीहरू। यति मात्रै होइन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्व पनि अब उहाँकै हातमा छ। अब सुदन गुरुङको प्रोफाइल भन्दा ठिक विपरीत एउटा प्रोफाइल हेरौँ कानून मन्त्री सोभिता गौतमको। उहाँको पृष्ठभूमि चाहिँ निकै फरक छ। उहाँले कानूनमै मास्टर्स गर्नुभएको छ, अधिवक्ताको रूपमा काम गरिसक्नु भएको छ। यसले गर्दा उहाँलाई यो मन्त्रालयको लागि एक स्वाभाविक र योग्य उम्मेद्वारको रूपमा हेरिएको छ। ल, सुरक्षा र कानूनपछि अब पालो राष्ट्रको विकास निर्माण र स्वास्थ्य सुरक्षा जस्ता एकदमै महत्त्वपूर्ण कामको जिम्मा पाएका मन्त्रीहरूको। एउटा होइन, दुईवटा महत्त्वपूर्ण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासको नेतृत्व गर्दै हुनुहुन्छ सुनिल लम्सालले। उहाँको ब्याकग्राउन्ड हेर्दा उहाँ एक स्ट्रक्चरल इन्जिनियर हुनुहुन्छ जसले यही विषयमा मास्टर्स गर्नुभएको छ र फोहोर व्यवस्थापनमा त पीएचडी नै गर्दै हुनुहुन्छ। राष्ट्रिय गौरवका आयोजनाहरूमा काम गरेको अनुभवले उहाँलाई यो भूमिकाको लागि एकजना पक्का विज्ञको रूपमा उभ्याएको छ। उहाँको जिम्मेवारीको दायरा पनि साँच्चै विशाल छ। सोच्नुहोस् त, देशका मुख्य राजमार्ग, पुल, रेलमार्गदेखि लिएर शहरको योजना र सार्वजनिक पार्क बनाउनेसम्म यी सबै काम अब उहाँकै मातहतमा पर्छ। अब स्वास्थ्य क्षेत्रतिर लागौँ। स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालयको जिम्मेवारी अब निशा मेहताको काँधमा आएको छ। उहाँले नर्सिङमा मास्टर्स गर्नुभएको छ। उहाँको पनि दुईवटा मुख्य जिम्मेवारी छ। एकातिर स्वास्थ्य क्षेत्रमा आधारभूत सेवाहरूलाई सुधार्नुपर्नेछ, अर्कोतिर खानेपानी र सरसफाइको लागि राष्ट्रिय नीति बनाउनुपर्नेछ। उहाँको जुन नर्सिङ पृष्ठभूमि छ त्यसलाई देशको समग्र स्वास्थ्य र सरसफाइ प्रणाली सुधार गर्ने लक्ष्यसँग सिधै जोडेर हेर्न सकिन्छ।
खैर, यिनीहरू त भए केही प्रमुख मन्त्रीहरूका कुरा। अब अलिकति पछाडि हटेर यो पूरै मन्त्री परिषदलाई समग्रमा हेरौँ न त। यसले आखिर के देखाउँछ? समग्रमा हेर्ने हो भने एउटा कुरा चाहिँ प्रष्ट देखिन्छ। यो मन्त्री परिषदमा उच्च शैक्षिक योग्यता भएका व्यक्तिहरूको बाहुल्यता छ। हिसाब गर्ने हो भने लगभग 75% मन्त्रीहरूले कि त मास्टर्स गर्नुभएको छ कि त पीएचडी। यो आफैमा एउटा निकै नै उल्लेखनीय कुरा हो। त्यसैले छोटकरीमा भन्दा यो नयाँ क्याबिनेटका 3वटा मुख्य विशेषताहरू छन्। 1. युवा र ऊर्जावान। 2. उच्च शिक्षित। र 3. धेरैजनासँग आआफ्नो मन्त्रालयको क्षेत्रमा सिधै काम गरेको प्रोफेसनल अनुभव छ। हो, यसले गर्दा त्यो जुन एउटा नारा थियो नि, जान्नेलाई छान्ने भन्ने, त्यो नारा कागजमा हेर्दा चाहिँ पुरा भएको जस्तो देखिन्छ। ल, योग्यता र प्रमाणहरू त सबै ठाउँमा छन्, जनताको आशा पनि निकै माथि छ। तर यी सबै कुरा एकातिर र काम गरेर देखाउनु अर्कोतिर। त्यसैले प्रदर्शनको वास्तविक परीक्षा त बल्ल अब सुरु हुँदैछ। त्यसैले अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न सोच्नको लागि छोडेर जाउँ के कागजमा देखिएको यो विज्ञता र अनुभवले साँच्चै देशको लागि वास्तविक प्रगतिमा रूपान्तरण हुन सक्ला त?